नमस्ते, म हिमाल साई, म एम्बुलेन्स चालक हो। सबैलाई जानकारी छ र मेरा कुरा चित्त बुझ्यो भने सेयर गरिदिनु होला है भिडियोलाई। यो गाउँ हो, हाम्रो चौकुने गाउँपालिकाको लेक हो। यो भनेको कोइरलबास खुब्री एरिया हो। यहाँका विषयवस्तु के हुन् भने खास गरेर शिक्षासँग जोडिएको एउटा कुरा के हो भने विद्यालयमा राम्रो गुणस्तर शिक्षा ल्याउनका लागि धेरै स्रोत साधनको आवश्यकता पर्छ र छोटो समयको लागि मन्त्री बन्नुभएको हाम्रो आदरणीय बाजे उमेरको मान्छे महावीर कुञ्जुसँग एउटा अनुरोध के हो भने गाउँको शिक्षालाई सुधार्नका लागि हजुरले केही न केही नीति व्यवस्था स्रोत साधन जुटाउने कुरामा अलि अग्रसर भूमिका लिनु पर्ला। नभए यहाँ शिक्षाको लागि मान्छे जुनियर क्लासका प्राथमिक र निम्न माध्यमिक लेभलका विद्यार्थीहरूले बाहिर जान परेको छ। त्यो भनेको गाउँ रित्तुनु हो। यहाँको उत्पादनमा ह्रास हुन्छ, उत्पादन घट्छ, किनभने गाउँमा उत्पादन गर्ने किसान नै रहेनन् भने उत्पादन हुँदैन। र शिक्षा असाध्यै महत्त्वपूर्ण कुरा हो, जसको लागि तपाईँ स्वयं एउटा यस्तो पात्र हो जो शिक्षाले तपाईँले आफ्नो जीवनमा धेरै कुरा हासिल गर्नुभएको छ, धेरै कुरा उपलब्ध गर्नुभएको छ। त्यो हामी सबको लागि गौरवको विषय हो। र अहिले तपाईँ जतिको मान्छेले मन्त्रालय पाउँदा हामी सबैलाई खुसी पनि लागेको छ। कुनै न कुनै आन्दोलनले एउटा मुभमेन्ट ल्याएर तपाईँलाई त्यो ठाउँमा पुर्याइदियो र तपाईँका विचारहरू सिद्धान्तहरू धेरै राम्रा छन् र तपाईँले अब यो छोटो समयमा जति सकिन्छ राम्रो शिक्षाका लागि नीति बनाइदिनु होला। नीति जति सक्नुहुन्छ ल।